हेलो एभ्रिवान, तपाईहरु सबैजनालाई सन्चै हुनुहुन्छ होला नि है। आज चाहिँ बनाऊँ तपाईहरुकै फेभरेट, तपाईहरुलाई मनपर्ने डोनट नेपाली स्टाइलको, त्यही पनि सजिलो तरिकाले। यसको लागि चाहिँ मैले फर्स्टमा मैदा, ड्राई यीस्ट अनि त्यसपछि बेकिङ पाउडर लिएको छु। यो चाहिँ मैले जापानिज पसलबाटै किनेर लिएर आएको हो। त्यसपछि मैले डोनट बनाउनको लागि चाहिने सामग्रीहरू सबै रेडी गरे। दूध, घिउ, ड्राई यीस्ट, बेकिङ पाउडर, नुन, चिनी, मैदा अनि अन्डा। त्यसपछि मैले अन्डामा ड्राई यीस्ट, बेकिङ पाउडर, नुन, चिनी हालेर मस्तले अन्डालाई फिटे। अन्डा राम्ररी फिटिसकेपछि चाहिँ मैले मनतातो गरेर राखेको दुधलाई एड गरे। त्यसपछि मेल्ट भएको घिउलाई पनि एड गरे। फेरि एकचोटी राम्ररी चलाएर मैले ड्राई यीस्ट एक्टिभेट हुनको लागि टाइम लाग्ने भएको भएर प्लास्टिकले छोपेर 15 मिनेट जतिको लागि चाहिँ मैले लिक्विडलाई त्यतिकै छोड्दिए। ड्राई यीस्ट एक्टिभेट भइसकेपछि चाहिँ लिक्विड यतिको भएको थियो। त्यसपछि मैले थोरै थोरै मैदा एड गर्दै मुस्दै मैदा एड गर्दै मुस्दै गरेर डो रेडी गरे। मेरो भाँडा चाहिँ सानो भएको भएर कस्तो अप्ठ्यारो भयो, अनि त्यसपछि मैले भाँडा चेन्ज गरे। त्यसपछि बनेको डोलाई चाहिँ मैले सेटिङ हुनको लागि 4-5 घण्टाको लागि छोड्दिए। त्यसपछि रेडी भएको डोमा चाहिँ मैले थोरै तेल हाले ताकि मेरो हातमा नटाँसियोस् भनेर। अनि मैले त्यसपछि चाहिँ हातमा थोरै थोरै दिँदै मैले डोनटको शेप दिए। फर्स्टमा चाहिँ मैले सबै डोनटको शेप दिए। त्यसपछि मैले साइडमा तेल तताए। तेल तातिसकेपछि चाहिँ मैले पालै पालो अघि रेडी गरेको डोनटलाई चाहिँ तेलमा हाले। डोनटलाई चाहिँ पालै पालो चलाइराख्नु पर्ने हुन्छ, किनभने यो चाहिँ दुधमा मात्र हामीले रेडी गरेको छ, मुछेको छौँ नि त। अनि त्यसैले यो चाहिँ चाँडै डढ्ने डर हुन्छ, त्यसैले उल्टाइ पल्टाइ गरिराख्नुपर्छ। अनि त्यसपछि रेडी भयो मेरो डोनट। थ्याङ्क यू फर वाचिङ द भिडियो।